यो चाहिँ हाम्रो सानोको बर्थडेको है आमा र बाले चाहिँ नानीलाई लेक स्कुटर किनिदिनु भएको छ। छोरीलाई चाहिँ थाहा छैन यो चाहिँ सरप्राइज हो उसको बर्थडे सरप्राइज। वाउ राम्रो छ त कसरी माथि गर्ने आएन नि म चाहिँ अहिले सेट भयो। यो चाहिँ ब्रेक रहेछ है। अनि त्यसपछि यसलाई चाहिँ यसरी ओपन गर्ने रहेछ। वाउ कति राम्रो हुँदो रहेछ है। मन पऱ्यो हजुरलाई? मन पऱ्यो। राम्रो छ है। यो चाहिँ हाम्रो सानोको लागि। अनि हाइट बढाउनु मिल्छ? मिल्दो रहेछ। ल यसरी सेट हुँदो रहेछ। अब हेरौँ कस्तो रिएक्सन आउँछ नानीको। लुगा लगाइदेऊ। त्यही माथि लाउने कि हेलो हेलो बजेको हेलो ल सुरु गर्ने हैन गर्ने भने त गर्नु ल ल ल अब बेलाइ म माथि छोरी उता बस्नु ल ह्यापी बजाउनु पर्दैन। ह्याप्पी बर्थडे बजाउनु पर्दैन। त्यति होस् त्यस्तै होस्। ठिक हुन्छ होला यस्तै अलि सबै गर्ने कि ल फो नानी 4 इयर्स है। 4 इयर्स सारा बनाइदिन्छ। कता बिर्स्यो त्यो त ठ्याक्कै बिर्सेर ल के गर्ने लिन्जामा के छ लाउनु थियो खाली बाटो अनि फ्लेभर पनि पाउँछ नि। मलाई फोन गर्थ्यो अघि म त बाबु ल्याउँछु भनेर मैले अघि दिन भन्दा आज उतै त्यति जाने बेला सुन्दैन ल टाढो भयो के पाइन कता कता सरी आउँदा सरी सरी आउनुस् सरी आउनुस् साउँसै छोडेर सरी आउनुस् बाले ट्राई गर्छ आउनु भयो बाले टिकलन हुन्छ अनि सरप्राइज छ सरलाई। सरप्राइज सरी आउनु भयो म बसौँ म बस ल म बस बाले फेरि गिफ्ट छ त बासा आउनुस् त खै त रबर छैन त्यहाँ रबर होला नि छैन रहेछ ठिक छ अहिले अनि अब छोरी आमा एकछिन आमालाई सोध्छु अब के गर्ने त गरिहाल्नु नि त सबै टिक लाउने होइन यहाँ छैन सानो केवला नजिक राख्नु क्या हो सारा पनि नजाने छोरी यहाँ राखिन्छ है। रहेछ त हात धोएर मात्र लाउनु पर्ला रातो लागेपछि हुँदैन अब त धोएर आइसकेको छ भर्खर टिक लागेपछि रातो हुन्छ भनेर कहाँ टोपी लाउने कि राम्रो लाउने? टोपी लाउने त्यो पनि छ होला नि त। ह्यापी बर्थडे टु यु जब 3 दिन बस्नी त खै त ह्यापी बर्थडे टु यु सिङ्गा भएन हो त छोरी एकछिन चुप लाएर बस्नु छोरीको दशग्रह भने मैले जाओस् पढाइ धेरै राम्रो पढ्न आओस् छोरीको कसैले केही गर्न नसकोस् ल त्यही पढ्न ल्याएको छ क्या है यहाँ बस नातिनीले त्यो नलाउने होला पल्लो जाएला त किन ए त्यसलाई त त्यो केकको टिक लगाइदिनु हुन्छ होला नि। छोरी केकको राम्रो पढ्न आउनु पर्यो मेरो छोरीको टोटोला फुल छ भोलिपर्सि अब त्यो बिस्तारै छोरी ल ल ल ल ल सबैजनाले एउटा एउटा लगाइदिन्छ टोटल
छोरीलाई तिनचोटि पुऱ्याउनु है छोरी अब एकचोटि ल स्याबास ल अब त ज्ञानी भयो मेरो छोरी त ठुलो भइसक्यो मेरो छोरी ल नानु ल गर न भिडियो गर्ने टिकटक ल अहिले अरूले लाउँदाखेरि ठिक्क हुन्छ टिकटकै हो छ अहिले जमानै टिकटक केक चाहिन्छ केक नयाँ केक पैसा दिनु पर्यो होला पैसा खाता लगाइदिनु हात धोयो हात राम्रोसँग धोयो खाता लगाइदिनु पहिला नातिनी त्यस क्यामेरा पुछ न क्यामेरा पुछ न त्यो त्यो के भयो पुछ न पुछ त्यो मजा तिमी किन बस्यौ त नानु होस् न त होइन ठिक छ कटेला फुल लाउनु मिल्छ र ए टोटल फुल र उयो केकमा ल नातिनी केक पनि हुन्छ स्याबास ल यस्तो गर ल भोलि त्यो मालाहरू ल भएछ अनि फेरि त्यो भएर ह्याप्पी हो सबै ह्याप्पी हो उसलाई लगाइदिनु यहाँ ठिकै छोप्नी बनाएको छ यो अहिले पनि ल आइ क्लोज आइज गर्नु है एकछिन खायो एकछिन है नभएको नि सेतो भइहाल्छ मेन भने टटेला फुल एकछिन नानी यहाँ त लामिएन दो ल खै ल क्लोज क्लोज आइज एकछिन त्यो पैसा थाप्नु बाँकी छ उसको जे गर्नुपर्छ नि जे गर्नु छोरी जे गर्नु न जे गर्नुहोस् बाले ल जे गर्नु खै त्यो उसकै सबलाई काछ खै खै ल्याउ 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 क्लोज आइज गर्नु अब छोरी खै ल्याउ त्यो ल्याउ टेन्टभित्र एउटा चिज छ अँ आँखा चिम गर्छ अहिले ल आँखा चाहिँ क्लोज आइज सरप्राइज आधी हेर्नु भएन नि त्यहाँ आँखा त झिमझिम पो भयो फेरि छोरी आँखा चाहिँ खै ब्लिङ ब्लिङ भइरहेछ ब्लिङ भइरहेछ चिटिङ छोरी उल्टोस् त ल चिटिङ ल उठेर उठेर समाउनुहोस् त ल त्यसलाई ल ल ल मेरो छोरीको बर्थडेमा गिफ्ट दिएको ल बाले ह्याप्पी बर्थडे ल तल राख ह्याप्पी बर्थडे बाजे बोजू बाजेका ल ए हजुरले भनेको केक खुवाइदिनु यही हो यही होइन त छोरी ल सबै टिक लाउने हो नि पहिला हैन केक खुवाइदिनु ल भयो यसरी राख्नु छोरी ओ अहिले त्यही होस् ल अहिले अरू टिक लाउँछ नि ल होइन भने गाईले ल्याइ अब आज चाहिँ गाउँदै ठुलियामा पनि राम्रो खिचा कस्तो राम्रो भने बुट्टा भरेको कस्तो सुतिसकेको पनि हामीलाई खेलाउनु राम्रो त्यसमा हरेक दिन गाह्रो भएछ महिना गुडाएर जाउँ कि क्या हो ए छोरी यहाँ राख्दिनु ल म गुडाएर जाउँ है है ल ल ल भट्टा भट्टा नानीलाई है छोरी अहिले म बुझी घर जानु पर्ला यो गुडाउँदै हुन्छ ला ती खोसेर साह्रो भयो कि ठिक अलिकति दही हाल्छु मेरो मोबाइल पनि दही पर्दैन पानी हालेको हुन्छ बढे आउने क्यामेरै आउने त्यहाँबाट आउँदैछ क्या आइहाल्छ नि बिहान एकचोटि मात्रै लगाइदिनु दुईचोटि लगाइदिनु दुईचोटि दही हाल्नु नभए भइसक्यो हजुरको पालो सिद्धिनु न के भयो अहिले बढिसक्यो कस्तो गरौँ त यता ज्ञानी हुनु है ज्ञानी भइसक्यो मेरो छोरी गुड नातिनी कम्ती ज्ञानी छ त असल मान्छे बन्नुपर्छ ज्ञानी मान्छेले त्यहाँ हतार भइसक्यो होला गुडाउनुलाई सबै सकेको गुडाउने है अब यति बेला नआउने है
छैन उभिएर आमाले पनि आमासँग जिगन ल बेस कान्छामाले त गिफ्ट ल्याइदिनु भएको छ है हुन्छ हुन्छ सिक्नु पर्यो सिक्नु पर्यो हामी जहाँ त आउँछ आँगन आँगन अलिकति सर्भिस त दिदी दिदी ल मेरो पनि लगाइदे नानीलाई रुवा त नि सानो नानी त टिका लगाइदिएन ल किन रुको फेरि रुनु त नै ल ल बैसे 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 ल भन्नु बहिनीलाई थ्याङ्क यू भनेको थ्याङ्क यू भनेको ल ढोग्नुपर्छ मामा खै जिगर खै जिगर गुड गुड ल मामा बाजे है ए दशा गरेर ख्याउनु मैले पहिला नाच्नु भनेको दशा गरेर सबै टिकी लाउने टिकी लाउने पाउनु हो नयाँ सरप्राइज त खोलो खोलो लागिसक्यो होला हो ल भइगयो ल भयो यहाँबाट राम परेछ एकछिन उखल्ने नि कहाँ ट्याक ट्याक गरेको ल सम्झाउनुहोस् कपाल चाहिँ भएन है छोरीको कोरेको हो त्यस्तै हो नेचुरल कर्ली कर्ली हो कर्ली होइन बाउको त्योभन्दा डेन्जर आउँछ अनि कपाल त सेम कपी भएको छ म टिका लगाइदिनु उस लगाइदिन्छ है बाले बाले लाउनुहुन्छ लामेन्दो ए लाम निउरिनुपर्छ निउरिनुपर्छ ल म पनि लगाइदिन्छु ल दिदीलाई टिका हास नातिनी नातिनी त दाजुकोलाई पैसा ल्याउनु पछाडि पकेटमा हाल्नु नानीको अघि ठाउँमा यहाँ हाल्नु ल्याउने त दिदी तल यो त आएर खिचिहाल्छु नि म चिन्नुपर्छ त भाइ त्यसो त एकबारको जिन्दगी भिडियोमा आइसक्यो ल पढ्नुहोस् हस् हस् भन्नु ज्ञान बुद्धि आउनुपर्छ यस्तो खुसी भयो है नानीहरू न सक्नु लाग्यो केक पक्रिनु लागिसक्यो त्यो नानीलाई त मैले टिकट गरिदिनु ए उसले त लागि कति मजाले अडिएको टिका भाग्य नानी निधार निहुरिनुपर्छ जे हो नामलाई त्यही हात जे गर्नु जे गर्नु बिस्तारै जे गर्नु टोपी सानो छ केक पक्रेकै छैन अलिक खोलौँ कि के हो त्यो त निकाल्नु परिहाल्यो भयो रेडी गरिदिउँ कि ल रेडी जुले गरिदिनु पनि ल जुले गोजीमा यहाँ चकेक छ अब भन्नुहुँदैन रे हो त्यो बिचरा
ल आउन सबैजना एकचोटि ताली बजाउँ मेरो छोरीलाई यहाँ छोरीलाई बजाउने होइन हाम्रो हात बजाउने यसो गरेर होइन हाम्रो हात बजाउने मेरो सानो आज 4 इयर्स भयो है कति इयर्स भयो चाहिँ हो यति ल त्यो बाली हेर्नु पहिला बनिसकेर मात्रै गर्नुपर्छ नत्र झिरी हुन्छ है छोरी हो Happy birthday to you. Happy birthday to you. Happy birthday dear Sarah. Happy birthday to you. ल वाउ ल फुगार्नु त्यो क्यान्डल फुगार्नु बिस्तारै बिस्तारै है वाउ निभाउनु पर्छ अब एउटा बाँकी यो पनि चक्कु उठाउनुहोस् ल अब चक्कु निकाल्यो के भयो नातिलाई रोकेर निकाले बासँग आउनु नि त बाबा ल है केक काट्ने छोरी है ओके ह्याप्पी रेडी ल ल ह्याप्पी बर्थडे टु ताली ल खोइ जनता धेरै भयो ताली बजाउने मान्छे धेरै भयो गाली बजाउने यता बाली यति खुवाउँछ अनि पछि खानु ल ल खुवाइदिनु अलिकति गालाम त दिँदैन अर्को बाले खुवाउनु छ अब थोरै सानो काट बाले सानो काट्नु बाबा सानो यहाँनिर काट्नु छोरी ल यहाँनिर यसरी भिडियो गर्नु बाले खुवाउनुहोस् बाले हातले खुवाउनुहोस् हातले समात्नु छोरी हो त्यसले हातले हो ओ ल बाले खप्यो खायो हो ल बाला पनि गालामा अर्को पट्टि जल्दी भयो चुप गर्नु बाले चुप गर्नु न सुहाएन त्यतिरी मात्रै छोरीले ल के खाउने छोरीले ल मेरो छोरीलाई ल ल अब कसलाई कसको पालो आमा सबैजना फोन गर्नु अनि एउटा उस लिएर होइन एउटा पेपर भाग बाँड्न दिन्छ नि त्यसकै पेपर होला नि भयो मलाई छोरीलाई पनि खुवाइदिए खै खै मैले छोरीलाई फर्स्टमा खुवाउने हो नि त ए ओके ल पेपर आएको छ पेपरहरू नानीहरूलाई ए पुग्छ र तिमीले आमालाई दिनु न आमा खुवाइदिनु नानीलाई अलिकति मैले खुवाइदिनु एकछिन अब हतार भएन फेरि आमाले खुवाइदिनुहुन्छ अब उसलाई त खानुको हतार छ थ्याङ्क यू आमा भन्नु आमालाई खुवाउनु अब थोरै खुवाउनुपर्छ नि आमालाई माया गर्नुपर्छ है नानी माया गर्नुहुन्छ नि त आमाले नानीलाई कति माया गर्नुहुन्छ ल खसी कहिले सम्हाल्ने हुन्छ नि अब के भएन नि मान्छेलाई खुवाइदिनु न हामीले स्कुल जानु भयो अघि हामी धेरै खुवाउनु पुग्यो होला जसले मान्छेलाई थोरै खुवाइदिनु अब लु मलाई खुवाइदिनु थोरै धेरै खान्छ नि यति खान्छ थोरै खुवाइदिनु के बत्ती के गर्यो बत्ती बाल्नु न ए बत्ती के निम्यो बालो दिन त नहुने हो टिकी लगाइदिनु ट्रिटमेन्ट ल खै चार रानी बाहिर सब ठुलो भिडियो गर्ने जी गर्नु पाउला है जी गर्नु
हिजो अस्ति एक दिन मलाई बोलाएर होइन स्प्रे बाँकी थियो नि दिदी लु अब सबैलाई खाली बाँडिदिउँ न ओ दिदी स्प्रे बाँकी थियो नि हिजो अस्तिको दुईजनाले सल्लाह गरेर बोलायो क्या भित्र मलाई म बाहिर थिएँ ल बिग्रिदिएन लु त कसरी खै कसरी यो कसरी खेल्ने यो के गर्ला के बाल्ला के ओइ ओइ बाटो बाटो ल उता जानु उता जानु यता आउनु माउपट्टि हो मेरो आउने हो उता जानु किचनबाट यता आउनु ट्राई गर्दैछु है खै त खै त ल यताबाट यो चाहिँ ब्रेक है ब्रेक यो चाहिँ ल के खोज ननिकाल्ने कि चाहिँ ननिकाल्ने पुरानो हुन्छ कि ननिकाल्नु न अहिले नै भोलि निकाल्ने कि भोलि खै खेलौँ न छिटो टिकी खसी चाहिँ त्यहाँ यस्तो यस्तो गरेको खै त यो साइकल जस्तो गरेको खै त के हो यो फेरि यो सरप्राइज भन्नु नि सरप्राइज हो बाबा भन्नु हो त्यसो नि गर्नु गर्नु छैन खुट्टाले गर्ने पुग्छ होला अझै छैन यस्तो ल के भयो छोरी खतराले एकदिन भयो त्यो साइकलमा एक करोड यहाँ टेकेर खेल्थ्यो नि अब राम्रै छ यो त पेपर छ भित्र ल यता हेर्नु आउनु के रहेछ सरप्राइज वाउ के हो यो ओ नो ल के खोजेको गुडिया मैया है ओहो कसरी यसको बाबा देखाउनु यहाँ क्यामेरामा देखाउनु राम्रो छ खुसी हो कि हैन ह्याप्पी भयो मन पर्यो मन परेको पनि यो कसले ल्याइदिनु भएको मामाले माइजूले अनि थ्याङ्क यू भन्नु पर्दैन त वेलकम यो स्कुलबाट लामा भेटाउँदैन कि त्यही भएर ल्याइदिएको व्हाइट कलर हजुर नाइले बोले यो च्याको हिँड्नेहरू हेर्दैन त म खोज्नु खुसी छ स्कुलमा पनि कति ह्याप्पी भयो अब त्यो अरूको कति एक्साइटेड हुँदैछ नानीहरू कस्तो राम्रो घाम ठिकै त देखाउनु बाबाले देखाउनु ल्याउनु बाबाले देखाउनु यहाँ बाबाले देखाउनु टाँसिरो छ अहिले निकाल्दैछु देखाउनु न बाबा खै बाबाले बाबालाई देखाउनु तपाईँले एकछिन खोलेर खोलेर ल्याउनु न अब खेल्ने त हो त्यो भोलिबाट नुहाउने खेल्ने नुहाउनु त हुँदैन अहिले नै यसलाई नुहाइदिइहाल्छ बेबीले ल बाबाले देखाउँदै ओहो यो त डेन्जर पो रहेछ त आमा देखाउनु बाबाले आमै यो त जल पऱ्यो हो क्या यसरी के हो यो कस्तो खालको डल हो यो अब कपाल बेबी जस्तै छ त है राम्रो छ सरी वाउ यता हेर्नु त ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे सारा